महान दार्शनिक सुकरात अथवा सोक्रेटले भन्नुभएको छ, अशिक्षित तथा मूर्खहरू असत्यकै पक्षको मालिक किन नहोस्, मालिकको निमित्त मर्न तथा मार्न तयार हुन्छन् र शिक्षित तथा विद्वानहरू सत्यको निम्ति मात्र मर्न तयार हुन्छन्। त्यसै गरी के भनिएको छ भन्नुहुन्छ भने, जब एक व्यक्तिले आफैले आफैलाई चिन्छ तब त्यो व्यक्तिको सही निर्णय गर्न सक्ने क्षमता वृद्धि भएर जान्छ भनेर पनि महान दार्शनिक सोक्रेटले भन्नुभएको छ। अब मित्रहरू, आफैले आफैलाई चिन्नु या समाजलाई चिन्नु या राष्ट्रलाई चिन्नु, यो कुरा भनेको चाहिँ के हुन्छ भन्नुहुन्छ भने, निमित्त अनुभव, अध्ययन, लगनशीलता अनिवार्य छ यसमा। साथै जो व्यक्ति सत्यको निम्ति मर्न तयार हुन्छ भने शिक्षित वा विद्वान कलाए पनि कसैको इसारामा मार्न या मर्न तयार हुने मानिस अशिक्षित तथा मूर्ख नै हो। मानव साथीहरू, तपाईँ हामीलाई कुनै पनि समस्या परो र अकस्मात कसैलाई मार्न या मर्न जाउँ भनेर भनियो भने एउटा विद्वान मान्छेलाई सोधौँ, विद्वान साथीलाई भनौँ जाउँ मार्न जाउँ भनौँ, र एउटा मूर्ख साथीलाई अथवा अशिक्षित साथीलाई जाउँ फलानाले मलाई यसो गरौँ मार्न जाउँ भनौँ भने त्यस अवस्थामा के हुन्छ भन्नुहुन्छ भने, मूर्ख साथी बिना प्रश्न, कुनै पनि प्रश्न नराखिकन बिना कौतूहल तँलाई यसो गरौँ हिँड मार्न जाउँ भन्छ भने, एउटा विद्वान अथवा शिक्षित साथी छ भने पहिले तपाईँको कुरा पुरा सुन्छ र मार्न जाने हो कि होइन अथवा मार्न जाने हो कि होइन, या त त्यो समस्याको समाधान अर्को कुनै विधिबाट, उत्कृष्ट विधिबाट समाधान गर्ने कोसिस लाग्छ भने चाहिँ कस्तो हुन्छ भने, आजसम्म यो संसारभरि हिटलर, मुसोलिन तथा संसारका धेरै अरू नेता, नेतृत्व, शासकहरूले मर्न र मार्न तयार बनाएका छन्। त्यसै कारणले गर्दाखेरि जुनैसुकै तन्त्रका लागि पनि मर्न या मार्न जाने काम भनेको यो एक किसिमको मूर्खता हो साथी हो। त्यसैले मर्न या मार्न जानु भनेको आफैको हत्या गर्नु जस्तै नै हो। जो मान्छे अध्ययनशील छ, ऊ विद्वान छ, विचार छ उसमा भने कसैको दास हुँदैन, उसको कोही राजा हुँदैन, ऊ कुनै तन्त्रको दास हुँदैन भने जो व्यक्ति कमजोर छ या अशिक्षित छ या मूर्ख छ या गँवार छ भने त्यो व्यक्ति कसैले कसैलाई राजा मान्छ, कसैले कसैलाई यो दुनियाँलाई मान्छ, मालिक मान्छ। त्यसो भएको कारणले गर्दाखेरि आज पनि हेर्नु साथी हो, हिजो प्रजातन्त्र चाहियो भनेर हाम्रा हजुरबा पुस्ताहरू मर्न र मार्न तयार भए, जस्तो राणा र राजा विरुद्ध मर्न र मार्न तयार भए। तर त्यसको केही समय पछाडि 46 सालमा बुवाहरू पनि मर्न र मार्न तयार हुनुभयो र प्रजातन्त्र आयो। फेरि त्यही प्रजातन्त्र पनि त पूर्ण रहेनछ, होइन त? त्यही प्रजातन्त्र पनि त पूर्ण हुँदो रहेनछ, पर्फेक्ट त रहेनछ। त्यसपछि फेरि होइन, यो प्रजातन्त्रले मात्रै भएन, अब फेरि गणतन्त्र अथवा लोकतन्त्र ल्याउनु पर्यो भनेर 2052 सालदेखि हाम्रा इष्टमित्रहरू मर्न र मार्न तयार भएर गए। त्यसमा धेरै जस्तो साथीहरू जस्तो शहादत भए, रगतको खोलो बग्यो, साथै धनजनको सारा भौतिक तथा आर्थिक सबै धनजनको क्षति भयो। गणतन्त्र आयो, फेरि अब गणतन्त्रमा त आइसकेपछि त अब मर्न मार्न पर्दैन होला भनियो। फेरि 17 वर्षैमा फेरि के छ भने साथीहरू, फेरि अब होइन, त्यो गणतन्त्रका अन्य राजाहरू निरङ्कुश
क्रुद्ध, अधिनायकवादी, तानाशाही, भ्रष्ट राजाहरूभन्दा पनि खतरनाक भएका कारणले गर्दा फेरि अहिले के गर्दैछ भन्दाखेरि मर्न र मार्न तयार हुँदैछन्। अब ज्यान मारेर या मरेर होइन, अब भनेको चेतना विकास गर्ने हो। जो व्यक्ति शिक्षित छ, जो व्यक्ति विद्वान छ, कसैका निम्ति मर्न या मार्न जाँदैन। जो व्यक्ति चाहिँ शिक्षा छैन भने त्यो व्यक्ति मर्न या मार्न जाने हो। जस्तो विद्वान व्यक्तिहरू हरेक कुराको कारण खोज्छन् र सत्य भयो भने, प्रमाणित भएमा विद्वान दार्शनिकहरू सत्य वा सत्यको निम्ति आफ्नो ज्यान पनि दिन्छन्। तर कसैलाई मार्न भनेर उनीहरू जाँदैनन्। उनीहरूको विद्वान र शिक्षितहरूको जहिले पनि के हुन्छ भन्नुहुन्छ भने केही फटा बदमास जस्तो शिक्षित तथा विद्वानहरू भनाउँदादेखि बाहेकका भनेको लगभग धेरै पर्सेन्टहरू उनीहरू के असल हो या के खराब हो भन्ने कुरामा जहिले पनि ध्यान पुर्याउँछन् भन्ने नै हो। त्यसकारणले जहिले पनि शासकहरूले जहिले पनि हामीलाई मर्न र मार्न तयार बनाउँछन्। तन्त्रका लागि मर्न र मार्न तयार गराउँछन्, धर्मको लागि भनेर मर्न र मार्न तयार गराउँछन्, अब हाम्रो राजनीतिका लागि भनेर मर्न र मार्न तयार गराउँछन्। त्यसैले मित्रहरू, अब सचेत हुनुहोस्। तपाईँ जतिसुकै अध्ययन गरेको पढे लेखेको मान्छे जेसुकै हुनुहोस्, तपाईँ मर्न र मार्न तयार हुनुहुन्छ भने तपाईँ पढे लेखेको शिक्षित अथवा विद्वान होइन। जो मान्छेसँग कुनै पनि कुराको 1000वटा क्वेसन हुन्छन्, किन गर्ने त? कसैको हत्या या हिंसा किन गर्ने त? गर्दा के हुन्छ? अत्याचारै गरेको हो कि सत्यको लागि मार्नुपर्ने या मर्नुपर्ने हो कि भन्ने क्वेसन अथवा प्रश्न सदैव विद्वानहरूसँग आउँछ भने जो मान्छे मूर्ख अथवा अनपढ अथवा अशिक्षित गँवार मान्छेहरू मेरो साथीका लागि भनेर, मेरो आफन्तका लागि भनेर, मेरो राष्ट्रका लागि भनेर कसैले उचालो भने उनीहरू मर्न मार्न जान तयार हुन्छन्। तर जहिले पनि एउटा प्रश्न हुनुपर्छ, मर्न या मार्न जाँदा किन जाने, के का लागि? यदि ज्यान मर्दा, एकजना मर्दा ठुलो परिवर्तन, अथाह परिवर्तन, एउटा जस्तो मानव जातिकै हितको लागि परिवर्तन हुन्छ भने मर्न तयार हुनु, सत्यका लागि मर्न तयार हुनुपर्छ भने, तर दल हेर्नुहोस्, यो संसारभरिको अलि बढी हेर्ने भने राजतन्त्र अलि निरङ्कुश छ, प्रजातन्त्र अलिकति थोरै सफ्ट छ, त्यस्तै गणतन्त्र अझ बढी ओपन छ अथवा वाइड छ, उत्कृष्ट छ। अब यसभित्रका पनि राजतन्त्र, प्रजातन्त्र या गणतन्त्रका पनि नेता तथा नेतृत्व या त व्यवस्थापक असल भएन भने यो दुनियाँ कुनै पनि हालतमा परिवर्तन हुँदैन। त्यसकारणले त्यसमा के छ भने असल नियतको नेता या नेतृत्व, दूरदर्शिता भएको दार्शनिक, जो चाहिँ इमान्दार होस् र ऊ सक्षम होस् र स्पष्ट लिखित एजेन्डा सहित प्रतिबद्धताका साथ जो नेता नेतृत्व आउँछ, त्यो राजतन्त्रको किन नहोस्, गणतन्त्रको किन नहोस्, स्वतन्त्रको किन नहोस्, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी व्यक्ति जो चाहिँ तथा टिमले नै यो देश बनाउँछ भन्ने कुरामा मेरो सहमत छ साथी हो। मर्न मार्न तयार नहौँ। मर्न मार्न मूर्ख, अशिक्षित र गवारहरू मात्रै तयार हुन्छन्। जो सत्यवादी मान्छे छ, जो शिक्षित छ, त्यो व्यक्ति भनेको आफू मर्दा ठुलो परिवर्तन हुन्छ भने मात्रै उनीहरू देशको लागि, सत्यको लागि मर्न तयार हुन्छन् भन्छु। स्वास्थ्य व्यस्त र मस्त बाँचौँ। धन्यवाद।